वाउ आफ्नो देश यसरी स्टेप बाई स्टेप अगाडि बढेको देख्दा एकदम खुसी लागेर आउँछ क्या। अहिले चाहिँ यो काठमाडौँमा होइन, माछा पोखरीदेखि धुलिखेल जाने 25वटा गाडीहरूमा चाहिँ तपाईँ पैसा नलिएर पनि चढ्न पाउनुहुन्छ। कसरी थाहा छ? तपाईँले एउटा कार्ड बनाउनु पर्छ होइन, अहिले एउटा विभिन्न उहरूले कार्ड बनाइदिइराख, त्यो कार्ड लिएर यातायात कार्ड भनौँ न, त्यसलाई इक्जाम्पलको लागि यातायात कार्ड लिएर त्यसमा पैसा लोड गर्ने, तपाईँहरूले खल्ती अथवा ई-सेवाबाट पैसा त्यसमा कार्डमा लोड गर्ने र त्यो तपाईँले एटिएम कार्ड जस्तो हुन्छ, त्यो कार्ड लिएर टक्क टच गर्ने चढ्ने बेला र झर्ने बेला टक्क टच गरेर झर्ने। तपाईँको पैसा दिने या गर्ने ऊ गर्ने त्यो नै हुँदैन क्या। तपाईँको अटोमेटिक कट्छ, त्यो तपाईँको डिस्टेन्स कति हुन्छ त्यो बिचको, त्यो पैसा अटोमेटिक कट्छ क्या। ठ्याक्कै यहाँको कोरियाको जस्तै हाम्रो पनि यहाँ पब्लिक बसहरू चढ्दाखेरि सेम त्यही सिस्टम हो क्या। चढ्ने बेला एकचोटि टच गर्ने, झर्ने बेला त्यहाँ एउटा डिभाइस हुन्छ, त्यसमा टक्क कार्डलाई टच गराइदियो भने अटोमेटिक पैसा कट्यो। तपाईँले त्यो हाम्रो अब खलासीलाई टक्क पैसा दिने झर्ने कति भयो हिसाब किताब गर्ने त्यो समस्या नै रहेन क्या। अब यस्तो विकास भएको देख्दा, यो विदेशी सिस्टम ल्याएको देख्दा एकदम खुसी लागेर आउँछ यार। अहिले बसहरू पनि यो तपाईँको लाइभ हेर्नु मिल्छ होइन, त्यही एपमै हेर्नु मिल्दो रहेछ। अहिले चाहिँ कहाँ कहाँ आइपुग्यो, कति समयमा आइपुग्छ भनेर, कति ठाउँमा त डिस्प्ले बोर्डहरू लगाइसकेको छ। अनि अहिले यो तपाईँको साझा यातायातहरूमा चाहिँ तपाईँको सिसिटिभी पनि लगाइसकेको छ। कमाल कमाल यार, दामी। यसरी नै हो, यसरी पब्लिकलाई जसरी हुन्छ सजिलो बनाउने हो क्या। बिस्तारै बिस्तारै देश बन्दैछ, टेन्सन नलिनुहोस्, धैर्य राख्नुहोस्। सुरुमा परिवर्तन आउँदै गरेको देख्दा मान्छेलाई थोरै डर लाग्छ, के भएको यो, के हुन लाग्यो, देश कतै बिग्रिने हो कि भन्ने सबैलाई डर लाग्छ, मन आत्तिन्छ। तर नडराउनुहोस्, देश बिस्तारै बद्लिँदैछ, राम्रो हुँदैछ क्या। अहिले यो कोरियामा हामीले जस्तो देख्छौँ नि सिस्टम बाहिर निस्किँदा, ठ्याक्कै त्यस्तै त्यस्तै हुँदै गइरहेको क्या नेपालमा, एकदम राम्रो।